गाइस दिदीले मम्मीलाई नामले बोलाइरहेको यो भिडियोहरु मानिसको फनी कमेन्ट्सतिर लागौँ है त। कहाँ गएको? पछाडिको बत्ती बाल्न कस्तो झसङ्ग पनि भयो हौ। सिमरन के छ खबर? राम राम के पकाएको हो यस्तो सिमरन? म त मर्नु आँटे त राग आएर। मेरी आमा होस् र सिमरन सिमरन भन्दैछस्? सिमरन को फेरि कसले सिकायो तँलाई? सिमरन के हेरेको? टिकटक चलाएको? हेलो काम पाइदस् कराएर आउँछ फुस्के तेरो दिमाग। सिमरन त पनि डिप्रेसनमा गइसकेछ क्या, चर्कचर कचर गरेर मान्छेलाई रिस उठाएर। गुड नाइट तेरो बाउ। रुको जरा सबर करो। डिप्रेसनमा गइस रे बिचरा आन्टी। त मेरी आमा हो सो सिमन सिमन गर्दैछस् रे। आमा जुन केरी हो कि क्या हो पछाडिको बत्ती बाल्ने रे त? हाहा बिचरा मम्मी फर्स्टमा अल ओके भने मान्छे लास्टसम्म भेजा फ्राई। त पनि डिप्रेसनमा गइसकेछस् क्या हो? त पनि डिप्रेसनमा गइसकेछ क्या। गाइस तपाईहरुलाई मेरो भिडियो मन पर्यो भए लाइक कमेन्ट अनि फलो गर्न नबिर्सिनु होला है। पहिला यो इन्स्टाग्रामको भिडियो हेर्नुहोस्, त्यसपछि यसको फनी कमेन्ट्स पढ्नेछौँ। लेट्स गो। के गर्नुभएको मामा बेमा पनि यस्तो भिडियो आमामा के गर्नुभएको यतिजना बेमा पनि? सुरु गरौँ। भाइ फ्री फायरमा बिजी रहेछ, स्वागत मनाउन मलाई बोलाउनु होला। लङ्गुर के हात अङ्गुर का ट्रियल। बिहेपछि फ्री फायर यसले खेल्छ, गोली चाहिँ अर्कैले हानेर जान्छ। अलि उता जाऊ न, नेट नै चलेन बुढी। बुढीमा ध्यान देऊ, बेलुका कस्ट्युम खेल्न नदेला। तू समझा? हाँ नहीं तू समझा नहीं। खेल्ने उमेरमा बिहे गरेपछि यस्तै हो। बुढा पब्जीमा, बुढी अर्को कब्जीमा होला नि फेरि। बाबु नानीहरू पहिला हामी यो पैसा र पैसाको बिहे हुँदै गरेको भिडियोहरू अनि यसको फन्नी कमेन्ट पढौँ ल। ल सुरु गरौँ। के दुःख परेछ नि यो नानीलाई? पैसा कमाउ केटा हो, यस्ता केटीहरू त हजुरबाउ भएपछि बिहे गर्ने हो। म बाउले भने नमान्ने मान्छे, तपाईँले भनेको चाहिँ मान्ने। यस ग्याप ना जेनरेसन ग्याप। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। राम्रो सम्बन्धमा उमेर हेरिँदैन, पैसा हेर्ने रहेछ। नेपालमा केटाको कमी छ र? गुड क्वेश्चन, यु आर अ गुड क्वेश्चन। यदि यो क्वेसनको एन्सर चाहिन्छ भने मलाई फलो गरेर कमेन्टमा एन्सर लेख्नुहोस्। पहिला टिकटकको यो भिडियो हेर्नुहोस्, त्यसपछि यसको फनी कमेन्ट्स पढ्नेछौँ। लेट्स गो। लभ म्यारेजमा चुम्मा चाप्टी पहिले भइसक्या हुन्छ, आकाशकै तारा झारिसक्या हुन्छ, घुमाउन लग्ने ठाउँमा लगिसक्या हुन्छ, अनि घरमा लिएर आइसकेपछि सधैँ घुमाउन लान नि सक्दैन, मिठो मिठो खाना रेस्टुरेन्ट लान नि सक्दैन, चुम्मा चाप्टी पनि अनि गरिसक्या हुन्छ, त्यसको महत्त्व पनि हुँदैन। सुरु गरौँ। आफ्नो लाइफको एक्सपिरियन्स नसुनाउनु त दिदी। त्यस्तै सुनेर मलाई एरेन्ज म्यारिड गर्न मन लाग्यो हो के। मलाई चाहिँ यस विषयमा केही जानकारी नभएको घोषणा गर्दछु। अब चाहिँ मुभ अन हुन हेल्प भयो यार मलाई। म अर्को जन्ममा त लभ म्यारेज गर्दिन। लौ न अब के हुन्छ, पेटमा बच्चा कहिले हुन्छ त? अबे साले म सिङ्गल भएर होला, कुरा चाहिँ क्या राम्रो लाग्यो के। बिहे अघि आकाशको तारा झारिदिन्छु, बिहेपछि बङ्गारा झारिदिन्छु।
यो आन्टीले गर्दा ब्रेकअप होला जस्तो छ यार गाइज पहिला यो भिडियो हेरौँ त्यसपछि यसको फनी कमेन्ट पनि है त हमको ऐसा लग रहा है दिल गार्डन गार्डन हो रहा है बहुत मजा आ रहा है यहाँ पे यार लगे सीधी सा लग रहा है दिल गार्डन गार्डन तो चलिए शुरू करते हैं तेरी नसीब में हमें नेतासँग यसको व्यवस्था गर्ने बेला भयो जस्तो छ साथीहरू यसलाई मेरो अफिसमा पठा कत्रो हो डान्स हालु त मजाले हल्लाउ न रहा नहीं जाता तड़प ये सी है ना यसको नि यही हो खुलित्तै अबे साले पहिला कमेन्ट पढौँ ल सुरु गरौँ के जबरजस्ती हो फेरि सुतेको भाइलाई नउठाउन हो यो भन्दा राम्रो नृत्य त फाँसी गुमाइदियो भने हुन्छ है गजब बेइज्जती है टिकटक भिडियो पहिलोचोटि जुम गरेर हेऱ्यो हाइट कति ठुलो पारो त्यो पछाडि मौसम तो ऐसा लग रहा है दिल गार्डन गार्डन हो रहा है बहुत मजा आ रहा है यहाँ पे बाफ्रे दिलको खेल सबै केको आँखामा गाजर लाउनु भुल्छौ यस्तो गरेर मुनि हेर त के भुलिरहेको छौ आमा सबै बोकाहरूले हेरिरहेछ जाऊ छिटो लगाएर हल्लिनु अन्त बाबु नानीहरू पहिला हामी अङ्कलको बिहे भोज खाम अनि यो भिडियो हेरेर रमाइलो कमेन्टहरू पढौँ ल ल सुरु गरौँ बाजेले सुहार रात मनाउन सक्ला जस्तो लागेन पिर्पो पर्न थाल्यो त मलाई छोरा आउन ढिला भएर बाबा आउनु भएको रे यो सामाजिक सञ्जाल हो यहाँ जे मन लाग्यो त्यही बोल्न पाइँदैन अङ्कल कुन देशबाट हो ओला हामी ताए हो गड्डेमा भएको केटी चाहिँ भागेको हो क्या चाँडै भागो माग्नु लाला बाउहरू आइरहेका उलाउनु पछि पछि लास्टसम्म भिडियो हेरेपछि ठिकै लाग्यो जोडी मलाई नि पहिला भिडियो हेरौँ त्यसपछि यसको फनीका पनि पर्ने है त अङ्गालो बेर्न तिमीले हाम्रो हेर्न कसले ल सुरु गरौँ च्याप्पसम्म तिर करप पारिदिनु बल्ल ठिक पर्छ खुर्सानी दल्दिनु म त बेहोस दिदीले खातै मुर्दार भनेको जस्तो महसुस भयो यो पक्कै पनि एमालेको कार्यकर्ता होला पहिला यो भिडियो हेरौँ त्यसपछि यसमा आएको फनी कमेन्ट्सहरू हेर्ने है त लेट्स गो शुरू करो इंग्लिश प्लीज अभी बता दे भाई अभी बता दे इन इंग्लिश इट इज आई मा कसम बेहुली भित्र हाँसेर होइन छ भने म 7 दिन भात खान्न बेहुला कालो देखेर रोएको रे हाम्रो गाउँमा स्याल यसरी नै कराउँछ क्यामेराम्यान कोमामा छ रे अहिले रोएको सुनेर म बेहुला भएको भए यत्रो नै लाने थिएन यत्रो जनाले बेसकन रुवाई
यो भिडियो हेर अनि यसको फनी फनी कमेन्ट पनि ल सुन्नु न तपाईँको दादालाई हो कि बक्सा तपाईँको हस्बेन्ड हो तपाईँको हस्बेन्डले यो बक्सा ठिक हुँदैन र तपाईँको हस्बेन्डको कत्रो छ ला ऊ कसलाई कट्नु दियो गरेर देखिस् कति ठिक मोटो हुन्छ कि तपाईँको ठुलो लदाको हो अब बुढा भनेको लदा हस्बेन्डलाई हेर्नु न गाई बक्सर किनिरहेको जस्तो चाहिँ पल्ट देखाउँदै हुन्छ रुको जरा सबर करो हाइट के देख्न पर्छ यार त हात चाहिँ के गरेको तपाईको हस्बेन्डको कत्रो छ जस्तो क्वेसन त्यस्तै एन्सर मेरो साइजको पो भन्यो भाइ इसको मेरो अफिसमा भेजौ नुवाकोटे सम्धि सिन्धुली सम्धि मसँग छ सब तसँग छ के गर्दिन म काम अरू चाहिँ के होइन कि यो दिदीले नयाँ ब्रा लगाएको होला कि त्यही भएर देखाउँदैछ सो अफ गर्दैछ हो सबैभन्दा पहिला यो भिडियो हेर्नुहोस् अनि त्यसपछि यसको रमाइला कमेन्टहरू पढौँ है त सुरु गरौँ क्यामेरामा हेर्नुभन्दा गाईको खुट्टामा हेर्नुहोस् कुनै पनि बेला लात्तीले बजाइदिन सक्छ तिम्रो ओठ टोकाइले मलाई भुत्तुकै बनायो प्यारी बिहेमा जन्ती लागेको बेला हतार हतार गाई दुन लागेको जस्तो छ बिचाराले टिकटक बनाउनलाई दुध दोहेको रहेछ हात दुखेर बिजोग मलाई पनि दुध खान मन छ तर गाईको होइन है गाइज पहिला यो भिडियो हेरौँ अनि त्यसपछि यसको फनी कमेन्ट पनि है त नमस्ते गाइस होइन म त अहिले भर्खर उठेँ होइन मलाई त कस्तो फिल भइरहेछ होइन कस्तो फिल भइरहेछ तपाईँहरूलाई चाहिँ कस्तो फिल भइरहेछ प्लिज सोल्टिनाहरू है प्लिज कमेन्ट बक्समा लेख्नु नबिर्सिनु ल गरिदिनु ल सुरु गरौँ के त हो मुखमै हुने गरेर देऊ न जान्तीलाई गर्दा तेरा डेलबाट अब आयो कि नै गुड क्वेसन तिमी नि गङ्गु जस्तै हुने भयो बेबी यसो हेर्दा नि बिहानै मकैको खैला अर्की जस्तो देख्छु त गुटखा खाँदै रहेछ अलिक ब्रस योर टिथ यो आइमाईको भिडियो आएपछि हतार सानो पार्नु पर्छ आउनुहोस् एकैचोटि यो भिडियो हेरौँ अनि यो भिडियोमा भएका फन्ने कमेन्टहरू पढौँ है त चलिए शुरू करते हैं गाउँ टोलमा 5.8 रेक्टरको भुइँचालो गयो होला स्याबा सानो पहिले यस्तै उब्रेको भए आज यत्रो ज्यान हुन्थेन बारीका डिलतिर नजाऊ नानी फर्सी लडेपछि लडौले गीतले अहिले आएर नै पाएछ